नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई हाम्रो युट्युब च्यानल बुक समरी नेपालीमा। आज हामी कुरा गर्दैछौँ एक ऐतिहासिक, प्रेरणादायी र सबैभन्दा प्रभावशाली पुस्तक थिङ्क एन्ड ग्रो रिच अर्थात् सोच र धनी बन्ने कलाका बारेमा। यस पुस्तकका लेखक हुन् नेपोलियन हिल, जसले यो पुस्तक 25 वर्षको अनुसन्धानपछि लेखेका हुन्। हिलले आफ्नो जीवनमा 500 भन्दा बढी सफल मानिसहरूसँग अन्तर्वार्ता गरे, जस्तै एन्ड्री कार्नेजी, हेनरी फोर्ड, थोमस एडिसन जस्ता व्यक्तिहरू। त्यो अध्ययनपछि उनले एउटा साझा सत्य भेटे, धनी मानिसहरू सबैभन्दा पहिले पैसामा होइन, सोचमा धनी हुन्छ। कथा सुरु हुन्छ एक सरल प्रश्नबाट, धनी बन्ने रहस्य के हो? एन्ड्रयू कार्नेजीले हिललाई भनेका थिए, यदि तिमी यो रहस्य पत्ता लगाउन सक्छौ र मानिसहरूलाई सिकाउन सक्छौ भने तिमीले लाखौंको जीवन परिवर्तन गर्न सक्छौ। त्यसपछि हिलले आफ्नो जीवनको 25 वर्ष त्यही उत्तर खोज्न खर्च गरे र अन्ततः उनले यस पुस्तकमा त्यो रहस्यलाई 13 सिद्धान्तका रूपमा लेखे। अब सुन्नुहोस्, हिलका विचार अनुसार धनी बन्ने पहिलो कदम हो इच्छा। तपाईले जे चाहनुहुन्छ त्यो कुरा स्पष्ट हुनुपर्छ। सपना देख्नु मात्र होइन, त्यसका लागि जलिरहेका इच्छा हुनुपर्छ। उनी भन्छन्, मनुष्यले जे कुरा सोच्छन् र विश्वास गर्न सक्छन् त्यो कुरा प्राप्त गर्न सक्छन्। उदाहरणका लागि थोमस एडिसनलाई लिएर सोच्नुहोस्। जब सबैले भनिरहेका थिए कि बिजुली सम्भव छैन, उनले भने म गरिराख्छु र हजारौं असफलतापछि पनि उनको दृढ इच्छाले नै बिजुलीको बत्ती जन्मायो। दोस्रो रहस्य हो विश्वास। तपाईले आफैमा विश्वास गर्नुपर्छ। विश्वास बिना कुनै सपना पूरा हुँदैन। हिल भन्छन्, विश्वास त्यो शक्ति हो जसले मनमा देखिएको कुरा वास्तविकतामा रूपान्तरण गर्छ। अर्थात् विश्वास भनेको तपाईको सोचलाई हरेक दिन ऊर्जा दिने इन्धन हो। त्यसपछि आउँछ आफ्नो अवचेतन मनसँग सम्बन्ध जोड्नु। हामीले जुन कुरा बारम्बार सोच्दछौँ त्यो हाम्रो अवचेतन मनमा गहिरो रूपमा बस्दछ र त्यसले हाम्रो निर्णय, व्यवहार र परिणामहरूलाई नियन्त्रण गर्छ। त्यसैले हिल भन्छन्, तपाईँ आफ्नो मनलाई सकारात्मक सोचले भरिदिनुहोस्। हिलको अर्को महत्त्वपूर्ण शिक्षा हो स्पेशलाइज्ड नलेज अर्थात् सामान्य ज्ञान होइन, विशेष ज्ञान प्रयोग गर्न सक्नुपर्छ। उनी भन्छन्, ज्ञान भनेको शक्ति होइन, प्रयोग गरिएको ज्ञान मात्र शक्ति हो। त्यसैले तपाईले आफ्नो रुचि र लक्ष्यसँग सम्बन्धित ज्ञान लिनुहोस् र त्यसलाई कार्यमा उतार्नुहोस्। त्यसपछि आउने अर्को रहस्य हो इमेजिनेसन अर्थात् कल्पना शक्ति। हिल भन्छन्, हरेक सफलता 2 पटक जन्मिन्छ। पहिलो पटक सोचमा, दोस्रो पटक वास्तविकतामा। त्यसैले तपाईको सोच र कल्पना नै तपाईको भविष्यको नक्सा हो। हिलले मास्टरमाइन्ड ग्रुपको पनि कुरा गर्छन्। त्यो हो तपाईँ वरिपरिका सही मानिसहरू जसले तपाईलाई अघि बढ्न प्रेरणा दिन्छन्। सफल मानिसहरू सधैँ आफ्नो वरपर सकारात्मक सोच्ने र कर्मशील मानिस राख्छन्, किनभने हामी जससँग बढी समय बिताउँछौँ हामी त्यस्तै बन्दै जान्छौँ। त्यसपछि हिल भन्छन् पर्सिस्टेन्स अर्थात् धैर्य। सफल मानिस र असफल मानिस बीचको ठूलो अन्तर धैर्य हो। धैर्य भनेको असफल भए पनि रोकिँदैन भन्ने शक्ति हो। उनी भन्छन्, जसले कहिले हार मानेन उसले अन्ततः सफलता पाउँछन्। हिलका यी सबै सिद्धान्तहरूको अन्तिम निष्कर्ष हो सफलता बाहिर होइन, भित्र लुकेको छ। तपाईको सोच, तपाईको विश्वास र तपाईको दैनिक कार्यले चाहिँ तपाईलाई धनी बनाउँछ। हिल भन्छन्, तपाईको मन नै सबैभन्दा ठूलो सम्पत्ति हो। यदि तपाईँ पनि आफ्नो जीवनमा सफलता, आत्मविश्वास र सम्पन्नता चाहनुहुन्छ भने थिङ्क एन्ड ग्रो रिच पढ्न सुरु गर्नुहोस्, किनकि यो पुस्तकले तपाईको सोच परिवर्तन गर्छ र सोच परिवर्तन भयो भने जीवन पनि परिवर्तन हुन्छ। यदि तपाईलाई यो अडियो समरी मन पर्यो भने कृपया लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनुहोस् र यस्तै प्रेरणादायी पुस्तकहरूको नेपाली कथात्मक समरी सुन्न हाम्रो च्यानल बुक समरी नेपालीलाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।